यो गुड मर्निङ, हर हर महादेव। स्वागत छ है सबैजनालाई फेरि पनि मेरो भिडियोमा। अरे आज चाहिँ सन्डे है, अन्त के पनि छैन। अब हिजो सब्बातको दिनको यता र उता गरेको सबै थोक आज साफ सफाई चलिरहेको छ। अन्त मेरो काम चाहिँ खालि आधी घन्टाको 15 मिनटको काम सक्यो। अब 15 मिनटको काम बाँकी छ, त्यो सकेपछि मेरो दिनभरि फ्री हैन। तर आज सायद कहीँ गइँदैन होला। आजको घाम पनि हिजोको जत्तिकैको छ हो। आज चाहिँ 32 डिग्री सेल्सियस छ। तर पनि गरम त गरम नै हो यार। 29% ह्युमिड छ आज चाहिँ, आई डोन्ट नो किन हो। तर अब काम पनि सकिहाल्छु, त्यहाँदेखि फ्री भएर दुकान जाने काम छ मेरो। अनि त्यतिखेर भेटौँला बाटोमा भित्र आउँछ। यो दुकान आएको थियो हो, अन्त यसो साइट सिइङ गरेको नि। यस्तो रहेछ सेटेस। बास्केटबल कोर्ट चाहिँ एउटा दुईटा छ हो। अन्त फुटबल मिनी फुटबल कोर्ट फुटबल ग्राउन्ड यहाँ रहेछ। अर्को माथि पनि छ हो हाम्रो घरको साइडमा। यो चाहिँ दुकानको छेउमै हो। बास्केटबल कोर्ट त भाइ उयो बिग्रेको रहेछ, दुईटा चाहिँ चल्दैन रहेछ। पर छ दुईटा। यस्तै छ है हाम्रो बस्ती। यो यतिको बस्ती चाहिँ नि हाम्रो गाउँ बस्तीमा पनि बनाइदिनु भने नि सेरेस हुन्छ नि हो, शीतल है। हाम्रो त्यो त झन् यहाँको चौरस्ता। उयो चाहिँ सायद उनीहरूको आई डोन्ट नो के होला है। माथि सिडीबाट के चढ्दा के रहेछ हेरौँ न। सानो खालको पार्क रहेछ, तर बिग्रेको पुरानो यस्तो हो। जाउँ है। घाम भयङ्कर 11 बज्यो होला अब चाहिँ। 11:10 मा यतिको गरम। भरे 3 बजीसम्म 32 डिग्री सेल्सियस हुन्छ हो। कोही छैन, सबै आफ्नो आफ्नो काममा लागिसक्यो। यो चाहिँ हो हाम्रो मात्र एउटा दुकान हाम्रो बस्तीको है। मजा छ नि। यो चाहिँ सानो बच्चाहरूको पार्क हो। बेलुका चाहिँ सबै यहाँ आएर खेल्छ होला, सब्बातमा पनि। अन्त अहिले त कोही छैन, सबै स्कुलहरू गयो होला। केटाकेटी ठुलो मान्छेदेखिको लिएर सबैजना गायब आफ्नो आफ्नो काममा। आज सन्डे हो, वर्किङ डे हुन्छ आज है। यस्तै हो जिन्दगी है। उयो चाहिँ सायद गोडाउन जस्तो छ हो। अनि त्यहाँदेखि यो मिनी पोस्ट अफिसको उयो लोकर है। बेसी देखायो भने आम्बो दुईटा बस पायो त कहाँबाट आएको यो। यस्तै छ शान्ति क्या। अब त्यो मेन्टली यति साह्रो शान्ति हुन्छ नि दिमाग यस्तो भएर पनि होला हो। मजा छ नि हो। अब दुकानको काम पनि सके। अब हेडिङ टुवर्ड्स होम, घर जान आँटेको। अब गएको घर।
घर गएर चाहिँ सुत्छु। बिहान 6 बजीदेखि उठेको 4-4.5 घन्टा मात्रै सुतिरहेको छु हो। निन्द्रा राति पनि निन्द्रा नलागेर चाहिँ ढिलो ढिलो सुत्यो के जाति हेर्दै। अन्त अब यहाँनिर चाहिँ बस स्टप छ हो। हाम्रो बस्तीको मात्र एउटा बस स्टप। यो बस चाहिँ स्कुल बस रहेछ हौ, देख्नुभएको होला। यो मात्र एउटा बस स्टप यहाँ हाम्रो बस्तीको। जेरुसलेमबाट बस आउँछ, यहाँ वरिपरि घुम्छ, यहाँदेखि फेरि फर्केर जान्छ जेरुसलेम। घाममा डरे नि हौ। ल घर जान्छु, सुत्छु, काम छैन आज। यहाँ तलतिर चाहिँ के छ हौ, ग्राउन्ड जस्तो देख्दैन, सबै यस्तो छ हो। यो मेरो घर जाने बाटो। ल गाइस, अब घर जान्छु। भोलि पर्सि बेलुका भेटौँ ल गाइस। यस आज चाहिँ खाना पकाउनु पर्यो आफ्नो लागि। मैले अघि नै यो माछा मेरिनेट गरेर राखेको थिएँ। अब यो माछालाई हाम्रो भाषामा के भन्छ मलाई थाहा छैन, तर ज्युइसमा यसलाई डेनिस भन्छ हो। साथमा आलु पनि छ फ्राई गर्ने। अल्छी मान्छेहरूले नि बोक्रा पनि नतास्दो रहेछ हौ। तर नि भाइ जेसुकै होस्, बोक्रा नतासेको आलु चाहिँ झन् मिठो हुन्छ है। जेसुकै भन्नुहोस्। ल म चाहिँ एकछिन हेर्दै गर्नुहोस्। यो खाना देखाउनु पर्यो होइन। यो माछालाई चाहिँ धेरै बेर पकाउनु हुँदैन, 10 मिनटमा पाकिहाल्छ। छोप्नु पर्छ हो माथिबाट। एकछिन कम्ती आगोमा शेष। यो माछा पकाइसकेपछि त्यहाँदेखि आलु फ्राई गर्छु यही भाँडामा क्या, फ्राई प्यानमा चाहिँ। किनकि मसँग एउटा डेक्ची छ अनि एउटा फ्राई प्यान छ। यो दुइटाले मात्रै हो मेरो खाना पाक्ने होइन। यदि दाल पकाउनु पर्यो भने पनि त्यो डेक्चीमै पकाउनु पर्यो, भात पनि त्यसमै, मासु पकाए पनि त्यसमै। अब यसमा चाहिँ फ्राई राइस, आलु भुट्नु, या यस्तो अन्डा ओम्लेट, त्यहाँदेखिको माछा फ्राई गर्नु होइन, यस्तो कुराहरू मात्रै। बिजोग छ नि हो। तर के गर्नु, जेसुकै होस्, केही नहुनु भन्दा त यति भएको पनि ठुलो कुरा हो क्या। तर अब हप्तामा मैले खालि 2 दिन नभए 3 दिन जस्तो खाना पकाउँछु। प्रायः जस्तो 1 दिन पकायो भने 2 दिन जस्तो खान्छु होइन। अनि अरू बेला चाहिँ अब मेरो यो आउँछ खाना। ल गाइस, खानासाना पकाउँछु, खतम भएर नुहाइधुवाइ गर्छु, अनि त्यहाँदेखि चाहिँ भेट्छु ल। यो मित्र मण्डलहरू के छ खबर? अब नुहाइ पनि सक्यो हो, अन्त खाना पनि पाकिसक्यो डल्लै, खानु मात्रै बाँकी छ। अहिले बज्दैछ 7। अन्त अब भिडियोलाई चाहिँ यहीँ समाप्त गरौँ भनेको। अन्त भोलि चाहिँ सोमबार, अन्त भोलि भेटौँ ल मित्र मण्डलहरू। जय भोलेनाथ, लित्रहोत।